आज हामी यो रुखको कलामी गर्दैछौँ। यो रुख धेरै बुढो भइसक्यो। यसको लागि मैले जाने अनुसारको केही जानकारी तपाईहरुलाई दिँदैछु। यसरी हामी गोल काट्छौं, माथिबाट काट्छौं यसरी गोलो गरिकन। अनि हामीले यसरी बीचबाट चिरेर बीचको भाग भरिभरि काटेर हामीले यसरी निकाल्छौं। अनि यसको चोपलाई हल्का खुर्केर फाल्छौं। यसरी चोप फालिसकेपछि यो कलामेको लागि रेडी हुन्छ। अब हामी कलामेको लागि यसलाई लोम्नको लागि केही माटो, मोल अनि केही भुसको प्रयोग गर्छौं। मैले चाहिँ मोल, भुस, धानको भुस वा काठको भुस राख्दा पनि हुन्छ। मैले त्यो नपाएर यसमा चाहिँ नलको भुसहरू राखेको छु र यो माटो अनि मोलको प्रयोग गरेको छु। यो माटो तयार भइसकेको छ। र यसरी तयार भइसकेपछि यसको लागि अब यो माटो तयार भइसकेपछि हामी यसमा हल्का पानीको मिश्रण गर्छौं। यसलाई हामी मजाले गोल हुने गरी ठिक्क पानी हालेर गोल गर्छौं। र अब यो रेडी भयो। अब हामी जान्छौं अघि काटेको रुख तर्फ। अब हामीले जुन काटेको थियौं ठिक्क 4 औँल गरी तलमाथि, त्यसलाई हामीले यसरी गोल गरी ढाक्नु पर्ने हुन्छ। यसरी मजाले बीचमा त्यो पर्ने गरी चारैतिरबाट अघि बनाएको माटो, मल र भुसले यसरी गोल गरी ढाक्छौं। यसरी मजाले चारैतिरबाट यसलाई गोल गरिसकेपछि अब हामी यसमा प्लास्टिक लगाउँछौं। दुवैतिरबाट हावा नछिर्ने गरी यसरी गोल तरिकाले गोल गरेर प्लास्टिक लगाउँछौं। यसरी गोल गरिसकेपछि तल र माथि दुवैतिर रस्सीले राम्रो तरिकाले हावा नछिर्ने गरी बाँध्छौं।
यसरी मजाले गोल गरिसकेपछि अब हाम्रो एउटा रेडी भयो। अब हामी अर्कोतर्फ जान्छौँ र अर्कोलाई पनि यसरी अघि जसरी नै गोल गरी माटो वरिपरि लगाउँछौँ। यो कलामे हामीले वैशाखमा गर्दैछौँ र यसलाई हामीले असारको लास्टसम्म सार्ने कोसिस गर्दछौँ। यसलाई पनि यसरी मजाले गोल बनाएर प्लास्टिक राख्नेछौँ। अब यो ठिक भयो कि भएन भन्ने बारे हामी अर्को भिडियोमा तपाईलाई बताउने छौँ। यो भिडियोलाई सब्स्क्राइब गर्न नभुल्नु होला। धन्यवाद।